ठुला ठुला महल होइन। ल यसपालिको भोट हामीलाई नै है। ल है ल हुन्छ ओके है भोट चाहिँ बुवा यो सब के हो? मेरो घरमा पुरानो नेता आउनुभएको थियो, यसपालि भोट मलाई चाहियो भने अनि चाहिँ मैले भोट उनलाई दिने भए। पैसा पनि यसपालि नेताले पहिला धेरै दिएर गएको छ। के रे बिर्स्यौ बुवा तिमीले त्यो दिन जुन दिन तिम्रो जेठ छोरालाई यो सरकारले आन्दोलनको नाममा टाउकोमा ताकी ताकी गोली हानेको थियो? बिर्स्यौ बुवा त्यो दिन? आजभन्दा 5 वर्ष पहिले तिम्रो जेठो छोरालाई त्यही नेताले जागिर लगाइदिन्छु भनेर त्यही नेताको विरुद्धमा मेरो जेठो दाइ उनीहरूकै विरुद्धमा बोल्दाखेरि त्यही नेताले तपाईँको जेठो छोरालाई ताकी ताकी टाउकोमा गोली हानेको बिर्स्यौ त्यो दिन? बिर्स्यौ बुवा त्यो दिन जुन दिन हाम्रो घरको दियो निभेको थियो, जुन दिन हाम्रो आश भरोसा निभेको थियो? बिर्स्यौ त्यो दिन? लौ यो पैसा लगेर त्यो पुरानो नेताको मुखमा हानिदियो। अब यो भन्नु कि हामी अन्ध छैनौँ, हामी जनताहरू अन्ध छैनौँ र यो पैसा लगेर त्यो पुरानो नेताको मुखमा लगेर फालिदिनु। अबदेखि हामी भ्रष्टाचारी नेताहरूलाई भोट हाल्ने छैनौँ र जनतालाई दुःख दिने नेताहरूलाई भोट हाल्ने छैनौँ। हामी जसले देशलाई माया गर्छ, जसले देशको रक्षा गर्न सक्छ उसलाई नै भोट हाल्नेछौँ। बुझ्यौ? हुन्छ छोरा, म त्यही गर्छु, जो छोराले सोचे त्यही गर्छु। मैदान होइन।